तपाईँ महाकाली बेच्दाको अन्तिम सिग्नेचर कर्ता है? यस्ता वायात कुराहरू नगर्नुहोस् तपाईहरु। कसरी वायात भयो यो कुरा? नेपालले महाकाली गुमाएको होइन? नमस्कार नमस्कार, यहाँलाई धेरै धेरै शुभकामना छ। के छ, जित कतिको निश्चित छ? निश्चित छ। निश्चितै छ। चुनावी प्रतिस्पर्धामा झापा लगभग सबै क्षेत्रमा यसपटक एमाले केन्द्रीकृत छ राष्ट्रिय राजनीतिमा। चुनावले निकास दिन्छ यो देशमा? दिनुपर्ने हो, तर कसरी जान्छ डिपार्टमेन्ट दिनुपर्छ नि। चुनाव नै आधार, हजुर आधार निकास दिनुपर्छ। त्यही ढङ्गबाट लानुपर्छ, त्यही ढङ्गबाट बुझ्नुपर्छ, बुझाउनुपर्छ। यहाँलाई नै किन दिने फेरि नेपाली जनताले भोट? धेरै अनैतिक कारणहरू छन् नि मलाई, जुन कुरा मैले पहिल्यै सार्वजनिक गरेको छु। के छ कारणहरू एकचोटि भनिदिनु मिल्छ? पहिलो कारण, राष्ट्रलाई बचाउनको लागि योग्य मान्छे म हुँ। मेरो पार्टी हो, मेरो विचार हो, मेरो व्यवहार हो। के मानेमा योग्य हो हजुर? प्रस्ताइदिनु न। तपाईँको योग्यता जनताले बुझेको राम्रो नि त। अहिले व्याख्या गर्न भ्याइँदैन। सुन्नु न सहमुखज्यू, पानी आउँछ। सहमुखज्यू, तपाईँ महाकाली बेच्दाको अन्तिम सिग्नेचर कर्ता है? यस्ता वायात कुराहरू नगर्नुहोस् तपाईहरु। कसरी वायात भयो यो कुरा? नेपालले महाकाली गुमाएको होइन? 2% जम्मा पानी आउँछ सहमुखज्यू नेपालमा। हामीले पहिले नेताहरूले के भन्यो भने महाकाली सम्झौता साझा हो, पानी आधा आधा भन्यौ। तर होइन, तर कस्तो भयो भने साथीहरू तपाईँहरू सबैले बुझ्नुपर्छ है। पहिले सुन्नुहोस्, पहिले हामीले के बुझ्नुपर्छ भने पहिले के भन्यो भने महाकाली सम्झौता साझा हो, पानी आधा आधा भन्यो होइन? उहाँलाई पनि गर्छौँ, उहाँलाई गर्छौँ, ढुक्क हुनुहोस्। तर सत्य त सोधिन्छ नि त। दर्शक यहाँ यस्तो भएको छ। अब यो महाकाली सम्झौता साझा हो, पानी आधा आधा भनिएको थियो। अहिले 98% पानी भारतले लान्छ, 2% पानी जम्मा नेपालमा आइरहेको छ। अब यो प्रश्न गर्दाखेरि पूर्व सभामुख जवाफविहीन भएर हिँड्नु भएको छ र अनेक प्रकारको आरोप लगाइएको छ। हामी पत्रकार मात्रै हो, हामी नेपाली जनता पनि हो। नेपालले भूभाग गुमाएको छ, त्यस कारणले यो कुरो सोध्ने हाम्रो अधिकार हो। भागे नि प्रश्न सोध्न उत्तर दिन सक्दैनन्।